हेलो गाइज, हामी चाहिँ अब दसैँ तिहार सकेर चाहिँ नि अब धान काट्न लागिसक्यौँ होइन। हाम्रो चाहिँ खेतमा धान पाकेर ढिलाइ भइसक्यो काट्नलाई। अनि अहिले चाहिँ हामी खेतमा जाँदैछौँ धान काट्नलाई। यो चाहिँ हाम्रो घर हो। फुलहरू छ टन्नै यहाँ तिहारको फुलहरू। हाम्रो उता चाहिँ नि फुल नभएर फुल कति महँगो थियो है दिदी। यहाँ चाहिँ यस्तो दिदी फुलै फुल रहेछ। 10 रुपियाँ 5 रुपियाँ एउटाको एउटा गुच्छाको। अनि एउटा मालाको कति महँगो है। अनि यहाँ चाहिँ यस्तो रहेछ सानो लाउन मिल्ने मालाको 300। यो चाहिँ हाम्रो घर है त, गाउँघर यस्तै हुन्छ। अब हामी चाहिँ धान काट्न जानु लाग्यो। यो चाहिँ नि हाम्रो गाउँघरको बाटो हो। यस्तो पुरै यहाँ पहिला यसो सबै धान खेत हुन्थ्यो होइन। अनि अहिले प्लटिङ गरेर चाहिँ यस्तो भयो, सबै प्लटिङ छ है। यस्तो भूमाफियाले गर्दाखेरि अब धान खेत छैन, चामलहरू इन्डियाबाट भित्र आएर खानुपर्छ। उफ, यस्तो चाहिँ गर्न नहुने क्या। धानै धान भएको कति रमाइलो हुन्थ्यो। दसैँ पनि आए जस्तो हुन्न यहाँ धान खेत नभएर है। अनि म चाहिँ यता हिँडिरहेको छु। त्यही हो, रमाइलो छ। यहाँ कोदो पनि रहेछ। यो चाहिँ रोटी खान रोप्या हो, फेरि कोदो भने जस्तो 3 पानी खान रोप्या होइन है गाइजहरू। यहाँ चाहिँ सबको धान काटेर होइन पराल सुकाइसकेछन्। हाम्रो खेत चाहिँ यहाँ फाटमा छ क्या, हिँडेर आउनुपर्छ कति बेरसम्म। अनि उता मम्मीहरू चाहिँ धान काट्दै हुनुहुन्छ। यता चाहिँ कसको धान पेल्न थालिसके। अनि त्यही हो हाम्रो खेत चाहिँ नि यही हो। सबको काटिसकेछ, हाम्रो मात्रै बाँकी रहेछ। ल यति हो हाम्रो चाहिँ काट्न बाँकी जति चाहिँ हाम्रो हो। अब आज दिनभरि धान काट्नुपर्छ। हेरौँ के हुन्छ है त। धान चाहिँ पाकेर झुरुमै भइसक्यो दिदी, ढिला भएछ। यो चाहिँ धान काट्दैछौँ। घाम टन्टला पुरै घाम लगाएर टाउको दुख्ने काम गर्न गाह्रो छ गाइजहरू। हामीले चाहिँ यत्रो काटेर भ्याइसक्यौँ होइन। यति बाँकी छ काट्नलाई। यो फगटाको चाहिँ यति बाँकी छ नि। यहाँ तल त उता बाँकी छ, त्यति पुरै बाँकी छ अझै। हाम्रो यहाँ गेस्टहरू नि आइसक्नुभयो काट्नलाई भर्खरै। यो त्यो सबै हाम्रै हो। यो एउटा चाहिँ काटेर भ्याइयो। यति अलिकति 2 मुठी जति मात्रै बाँकी छ। थाकियो काम गरेर, के गर्नु। ज्यान सोधिसक्यो काम गर्न भनेपछि फेटिकै मन नलाग्ने भइसक्यो। यस्तै छ, पसिनाले निथ्रुक्कै। दिदी गाह्रो भयो। अनुहार त रातै भएछ। अर्को मान्छे चाहिँ रेडी हुँदै हुनुहुन्छ धान काट्नलाई। भाउजू यहाँ रेडी हुँदै हुनुहुन्छ, युनिफर्म लाउँदै हुनुहुन्छ लुगा गर्ने। ल सिद्धियो फाइनली। ओहो कस्तो घाँटी सुकेको। आया त्यस्तो चाहिँ म छु गाइजहरू। गाह्रो छ काम गर्न, म त सक्दिनँ। वहाँबाट यति गर्दै हामी यहाँसम्म काटेर आइपुग्यौँ होइन। साह्रै थाक्नु भयो। दिदी चाहिँ यहाँ काट्दै हुनुहुन्छ, दिदी त्यहाँ काट्दै हुनुहुन्छ। भन्ने गीत भइरहेछ। त्यहाँ मम्मीहरू काट्दै हुनुहुन्छ। अझै यति अनि यति पुरै काट्न बाँकी छ। म चाहिँ यहाँ छु काटेर बसिरहेको। जिन्दगी चल्न त चलेछ, जिन्दगी चल्न त चलेछ, पिरै पिरमा छ। भइरहको
नौलो माया यही खेतमा भेट भएको फुल फुलेर के गर्नु धीरै धीरै जिन्दगी चल्न त चलेछ धीरे धीरे फाइनली 1 घन्टाको कटाएपछि चाहिँ यो वाला पार्ट पनि सिद्धियो होइन। हाम्रो चाहिँ यो पनि सिद्धिसकेको छ। उता कुनामा अलिकति बाँकी छ। अब त्यो तलको मात्रै बाँकी छ एउटा। काम गर्न नसकिने भयो नि दिदी। काम गर्न नसकिने भयो बुढेसकालले छोयो त गाउँ छोडेर सहर पसेको काट्न आएको। काठमाडौँको ताल यस्तो छ, काठमाडौँको ताल यस्तो छ। काम नगरी खान पाइँदैन। त्यही यता चाहिँ काटेर परसल सुकाइसक्यो। हाम्रो चाहिँ भर्खर काट्दैछौँ। त्यो तलको बाटो चाहिँ अब काट्नलाई त्यहाँबाट सुरु गरेर यता आउने। अब काटेर भ्याइएपछि फेरि देखाउँछु म है त। अहिले चाहिँ हाम्रो यस्तो खाजा खाने ब्रेक भइरह। अम्मा खाइदिन्छ। अम्बा खाने भने अब यसो नास्ता ब्रेक क्या। अनुहार त हेर्न लायकको भयो हाम्रो। सानदिदीको जुङ्गा भएछ। अलिक गरेर नहुँदा पानी पातै हुन्छ। केही त भएन त्यो के एउटा कसपछि स्याउ फोक्से स्याउ रहेछ। आधी पानी बिना यहाँ जान खारे नि मैले पनि खिच्दे देउरानले गाडी गर्छ कि भनेर नआयो। अरू चाहिँ त्यहाँ काट्दैछन् होइन। सिद्धिनलाई अब त्यति बाँकी भएको जति मात्रै हो। त्यहाँ माथिदेखि काट्दै 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 यहाँसम्म आयौँ। यो पनि काट्यौँ। अनि म चाहिँ यता छु। अब खाजा लिनलाई घर जान लाग्यो। खाजा खाने टाइम हुन लाग्यो। त्यही भएर हाम्रै धान खेत हो होइन। यो पनि हाम्रै हो। तर एकछिनमा आउँछु। यहाँ आउने हो यहाँ चाहिँ धान काट्नलाई। म चाहिँ नि खाजा लिन जाँदैछु। अहिले बाटोमा हिँड्दैछु। यस्तो छ। थकै लगाइसक्यो। यत्रो उकालो हिँडेर जानुपर्छ घर। उता माथि टुप्पामा पुग्नुपर्छ घर जानलाई चाहिँ। ओ माइ गड चाहिँ अब पुरै यो ठाडो उकालो हिँडेर घर जानुपर्छ। अहिले पुरै प्लटिङ। त्यो पिपल बोटभन्दा मुनि खेतबाट आएकोमा चाहिँ अब चाहिँ घर खेतवालालाई खाजा लिन जानु लाग्यो। उकालो चढेर थाकिसकेँ म चाहिँ। म चाहिँ फाइनली घर आइपुगेँ। होम स्विट होम। हजुर गाइजहरू म चाहिँ खाजा लिएर जाँदैछु। अब खेतमा पुगेपछि म देखाउँछु ल मैले के लिएर आएँ खाजामा भन्ने कुरा। See you there। हाम्रो चाहिँ अहिले खाजा खाने टाइम भइसक्यो है। खेतमै हो। अब यस्तो किसानहरूको यस्तै हुन्छ। ल चिउरा मुहा झुन्नाएर यही हो खाजा चाहिँ आजको। मेलाको खाजा कस्तो लाग्यो त? A1 र किसान भएपछि यसो अलिअलि त खानुपर्छ। हजुर कस्तो भयो खाजा? यति बाँकी छ सिद्धिन लाग्यो। अब यति काट्न बाँकी छ। अनि त्यसपछि सिद्धियो घर जाने। ल हाम्रो यहाँ पनि काटेर भ्याइयो। अब फेरि माथि एउटा खेतमा बाँकी छ। अब त्यहाँ जान्छौँ हामी काट्नलाई। त्यहाँ गएपछि म देखाउँछु ल त हजुरहरूलाई। 3-4तिर अलिअलि पितर पितर भएर चाहिँ साह्रै झ्याउ भयो। अब यो त्यहाँ पिपल बोटभन्दा मुनि गएर आएको। अब अहिले चाहिँ यहाँ सिद्धियो। पेनी चाहिँ भोलि आज चाहिँ काटेर मात्रै राखेको हामीले।
चाहिँ तल धान काटेर भ्याएर आइसकेँ। मैले चाहिँ घरमा छौँ होइन, अब माथिको खेतमा जान लाग्यो हामी। यस्तो फुल्ने छ हाम्रोमा, पानीपुरी फुल भन्छ यसलाई। यहाँ चाहिँ म छु। यस्तो छ हाम्रो घरको गार्डन चाहिँ। अहिले चाहिँ हामी हाम्रो माथि खेतमा आइसक्यौँ। यहाँ धान काट्दैछौँ। अब यति काट्न बाँकी छ अनि अलिकति चाहिँ उता माथि त्यो टहरा जस्तो ठाउँमा छ अनि यति चाहिँ काटेर भ्याइसकेँ। माथि चाहिँ यस्तो जङ्गल छ होइन गाइसहरू। अनि हामी चाहिँ वहाँ तल पिपल बोटबाट आएको भर्खरै, वहाँ तल खेतबाट यहाँ माथि खेतमा आएको धान काट्नलाई। के गर्नु, 10 ठाउँमा अलिअलि काट्न जानुपर्छ। गाह्रो छ गाइजहरू। हाम्रो धान काटी चाहिँ सिद्धियो। अब देखाएको छैन। अनि अब भोलि चाहिँ मिसिन लाउने हो। फिनिस्ड, डन फर टुडे। लाग्यौँ हामी त सिद्ध्याएर धान काटेर घर। अब चाहिँ भोलि चाहिँ पेल्ने हो। म चाहिँ यता छु। यो चाहिँ मैले एक्वेरियम आएकोलाई घाँस लिएर आएको है। Another day, another vlog. सेकेन्ड डे अफ धान काट्ने दिन। म चाहिँ पोका पन्ध्र बोकेर खेततिर जाँदैछु। गाइजहरू म चाहिँ फाइनली खेतमा आइपुगिसकेँ। त्यहाँ चाहिँ आज धान पेल्ने कार्यक्रम हुँदैछ। म चाहिँ नि खाजासाजा बनाएर आउँदैछु। यो चाहिँ मेरो धान काट्ने सिरिजको डे 2 वाला भ्लग हो। हिजो चाहिँ काट्यौँ, आज चाहिँ पेल्ने हो। त्यही हो गाइसहरू। धान पेल्नलाई ठिक हुँदैछ मिसिन। मान्छेहरू धान यस्तो बोक्दैछन्। म चाहिँ यहाँ छु। आज फेरि हाम्रो यहाँ धान काट्ने मान्छेहरू आइसक्नु भएको छ। धान चाहिँ झारेर सक्यो फाइनली। परानी सुकाइसकेको छ यहाँ। त्यहाँ म चाहिँ अमला खाँदैछु।
फाइनली अर्को खेतको पनि सिद्धिसक्यो है, काटेर पेलेर। अब चाहिँ यो बोराहरू सब गाडीमा चट्ट पारेर लैजाने हो। ओहो हो, ल धान काटेर भ्याइयो होइन। हिजोको मैले फोटो हाल्यो भने त त्यो त भिडियो हालेको छ त नानीले नै धान काटेर सक्यो। त्यहाँ पराल फिजै हुनुहुन्छ, हामी चाहिँ घरतिर लाग्यौँ खाजा साजा बोकेर, पकापन्तरा बोकेर। होइन दिदी, यहाँ चाहिँ म छु। हाम्रो गाउँ भने यस्तो हुन्छ गाइस, के गर्नु, गाह्रो छ। गाइस हजुरहरूलाई सहर बजारमा कति रमाइलो छ होला है। आमामा एक्लैले बोक्देखा त बाफ्रे बाफा, उता मिसी हो र। पहिला पहिला यसरी बोक्दैन थियो नि, पहिला तपाईँको त झुन्डाउने हुन्थ्यो, बाँसले झुन्डाउ। त्यस्तो हल्का हुन्छ के ल लाग्यो। लटी देख्नु अहिले झन्डा हाल्न मिल्दैन। अब चाहिँ हाम्रो एक ठाउँमा माथि धान पेल्न बाँकी छ, त्यसको लागि हामी जाँदैछौँ। यहाँ दिदी नै हुनुहुन्छ। कस्तो दामी देखेको पछाडि है भ्यू, आमा बाबा। खेतमा जाँदैछौँ हामी। गाह्रो छ, गाह्रो छ गाइस, साह्रै गाह्रो छ गाउँमा। थाक्यो बा काम गर्दा गर्दा। यस्तो छ हाम्रो गाउँघर चाहिँ भक्तपुर। यो चाहिँ खेतमा जाने बाटो हो। हामी चाहिँ हिँड्दैछौँ। सबको धान काटेर थुपारेको छ। हामीले चाहिँ हिजो काट्यौँ, आज पेल्ने है त। नरकट्नी फुलेर कुच्चै जस्तो भइसकेको छ। हामीले चाहिँ धन्न धान चाहिँ ओसार्नु परेन। हजुर कति इस्कुस फले झरेको छ त्यहाँ। त्यहाँ कति इस्कुस फले झरेको छ हेर्नु न। यता यता त्यहाँ चाहिँ पेल्न सुरु भइसक्यो। हाम्रो खेत चाहिँ त्यही हो। भाउजूले हात हल्लाउँदै हुनुहुन्छ त्यहाँबाट। त्यही हो गेजु। धन्न लिएर आयो भनौँ न। गर्दै मिसिन बिग्रेर तनाव भइरह। अच्छा मिसिन बिग्रेर हात छोड्नु दे।
यो बेला चाहिँ 2-3 चोटि मेसिन बन्द भई गरेर बिग्रिएर कस्तो तनाव भइरहेको थियो हाम्रो। एक घन्टा अगाडि सकिने काम पनि यो मेसिनले गर्दाखेरि चाहिँ ढिलो भएको थियो क्या। त्यो दिन चाहिँ यस्तो झ्याउ भएको थियो नि। अलिकति पेट्रोल थप्यो भने हुन्थ्यो। पेट्रोल छ पेट्रोल नपुगे होइन यो। मेसिन बिग्रे गरेर टेन्सन भएर अनि त्यसपछि यही भ्यूहरू खिच्दै थिएँ। अनि धान पनि पेली भ्यायो, घर गयो, त्यसपछि भिडियो नै बनाएन। यति नै हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। कस्तो लाग्यो हजुरको प्रतिक्रिया पनि बताउनुहोस्। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब अनि सपोर्ट देखाउनुहोस्।